आज हामी चर्चा गर्दैछौँ अत्यन्तै शक्तिशाली व्रत नृसिंह जयन्तीको व्रतको बारेमा। नृसिंह जयन्ती केवल पर्व होइन, दुष्टको विनाश र भक्तको रक्षा गर्ने दिव्य दिन हो। प्रणाम गरी यहाँहरू सबैलाई ज्योति सेवा सदनको युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। म छु एस्ट्रोलोजर प्रेमानन्द शास्त्री। आज हामी आउँदै गरेको नृसिंह जयन्ती पर्वको बारेमा विशेष सामग्री लिएर उपस्थित भएका छौँ। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ र यस्तै जानकारीमूलक सामग्रीहरू हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरी यो भिडियोलाई जतिसक्दो सेयर गर्नुहुन पनि यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। प्रत्येक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व यस वर्ष 2083 साल वैशाख 17 गते गुरुबारको दिन तदनुसार 30 अप्रिल सन् 2026 का दिनमा परेको छ। भगवान श्रीहरि विष्णुले हिरण्यकशिपुको वध गर्न तथा भक्त प्रह्लादको रक्षा गर्नको लागि चौथो अवतारको रूपमा अवतरण गर्नुभएको दिन थियो यो दिन। हिन्दू वैदिक सनातन संस्कारमा यो पर्वको विशेष महत्त्व रहेको पाइन्छ। हाम्रो देश नेपाल, छिमेकी देश भारत तथा अन्य धेरै देशहरूमा समेत यो पर्व मनाउने गरिएको पाइन्छ। आउनुहोस् आज हामी यस पर्वका बारेमा विस्तृत कुराकानी गर्नेछौँ। शास्त्रीय प्रमाण के रहेको छ, यो व्रत कसरी गर्ने, यो पर्व त हो, पर्व मात्रै हो कि यसले के सन्देश दिन आँटेको छ, ती सन्देशधरि र यहाँलाई म सामान्य रूपमा कथा पनि श्रवण गराउनेछु। सँगै रहनुहोला। नृसिंह अवतारको वर्णन विशेष गरेर हाम्रो श्रीमद् भागवत महापुराणको सप्तम स्कन्धमा पाइन्छ। त्यहाँ अलिकति यसको बारेमा व्यापक लेखिएको छ। निशम्यतत् प्रह्लाद वचो हिरण्यकशिपुस्तदा हसन् स्तम्भं प्रहत्याह कुतोस्य हरिरीश्वर भन्ने यो चाहिँ श्लोक छ। यो प्रकट लीलाको बारेमा हो। नृसिंह अवतारको हिरण्यकशिपुले स्तम्भमा पनि त्यो जुन खाँबोमा पनि भगवान छ र तेरो भगवान यहाँ छ भन्दाखेरि अनि त्यसपछि छ भनेर भक्त प्रह्लादले भने अनि हिरण्यकशिपुले त्यो चाहिँ खाँबोलाई अथवा चाहिँ त्यो स्तम्भलाई प्रहार गरेको थियो। ततो भवत् तद्रूपम यन्न कश्चित दृष्टपूर्वम नृसिंहम भीषणम रूपम। त्यो खम्बाबाट नृसिंह अवतारको भीषण रूप आधा सिंह आधा मनुष्यको जस्तो त्यस्तो विकराल रूप प्रकट हुनुभएको थियो भन्ने यो मैले अहिले पछि कथामा पनि जोड्नेछु। त्यहाँबाट अद्भुत आधा मानव र आधा सिंहको रूपमा प्रकट भएको जुन अवतार थियो त्यही अवतारलाई हामीले नृसिंह अवतार भनेर भगवान श्रीहरि विष्णुको चौथो अवतारको रूपमा यो अवतारलाई मान्ने गरिन्छ। व्याधुतके सरसटा विकराल वक्त्रम हस्ताग्र विस्फुरित शङ्ख गदा शिचक्रम आविष्कृतं सपदीयेन नृसिंह रूपम नारायणं तमपि विश्वसृजं नमामि। यो चाहिँ शास्त्रीय प्रमाण रहेको छ र धेरै शास्त्रहरूमा पाइन्छ यसको। म सामान्य थोरै कथा पनि यहाँलाई श्रवण गराउँछु, यसबाट धेरै पुण्य लाभ गर्न सक्नुहुनेछ। दैत्यराज हिरण्यकशिपुको वध गर्नको निमित्त भक्त प्रह्लादको उद्धार गर्नको निमित्त भनेर भगवान श्रीहरि विष्णुले आफ्नो चौथो अवतारको रूपमा नृसिंह अवतार धारण गर्नुभएको थियो। हिन्दू धर्म ग्रन्थको अनुसार यो कथा भागवतमा मात्रै नभए अन्त अरू पुराणहरूमा पनि उल्लेख गरेको पाइन्छ। कश्यप ऋषिको पत्नी दितिको गर्भबाट दुईवटा पुत्रको जन्म भएको थियो, हिरण्याक्ष र हिरण्यकशिपु। एकदमै भयङ्कर शक्तिशाली थिए ती दुईटै पुत्रहरू। यिनीहरू ठुलो भएपछि जताततै उपद्रव मचाउने, उल्का मचाउने, अब अहिलेको डन जस्तो दादागिरी देखाउने त्यस्तो गर्दै हिँड्न थाले। तर यिनीहरू किन त्यस्तो गरे भन्दा शक्तिशाली पनि थिए। हिरण्याक्षलाई वराह भगवानले उद्धार गर्नुभएको थियो र अब बाँकी थियो हिरण्यकशिपु। मैले अलिकति सारांशमा सुनाउँदैछु। हिरण्यकशिपु बाँकी थियो जसले ब्रह्माजीको घोर तपस्या गरेको थियो। यति भीषण तपस्या गरेको थियो हिरण्यकशिपुले, ब्रह्माजीको मन जित्न सफल भएको थियो र उसले चाहिँ हेर्ने बित्तिकै जताततै आगो बाल्न सक्ने खुबी त्यति शक्ति बनाइसकेको थियो ब्रह्माजीको तपस्याको कारणले। अब ब्रह्माजीले त तपस्या गरेपछि अब त्यसरी तपस्या गरेको फल अनुरूप वरदान माग्ने जुन चलन थियो त्यो वरदान माग भन्नुभयो ब्रह्माजीले आफ्नो चाहिँ दर्शन दिएर। अब ब्रह्माजीसँग हिरण्यकशिपुले चाहिँ वरदान माग्यो। कस्तो वरदान माग्यो भन्दाखेरि उसले वरदान नै अचम्मको मागेको थियो। म चाहिँ अमर रहँ, कहिले पनि नमरौँ भनेर माग्यो। अब म त यो संसारमा यो सृष्टिमा जो आउँछ त्यो जानै पर्छ। मैले यो सृष्टिको क्रम भङ्ग गर्न म ब्रह्माजी भए पनि सक्दिनँ, किनकि यहाँ आएपछि जानै पर्छ, यो सृष्टिको नियम नै हो। त्यस कारणले तिमीले यो वर पाउँदैनौ, अरू वर माग भनेपछि अनि ब्रह्माजीसँग उसले चाहिँ माग्यो वर। कस्तो वर माग्यो? अचम्मको वर माग्यो। न घरभित्र मरौँ, न घरको बाहिर मरौँ, न राति अँध्यारोमा मरौँ, न दिनको उज्यालो घाम लागेको बेलामा मरौँ, न आकाशमा मरौँ, न पातालमा मरौँ, न जमिनमा मरौँ, न पानीमा मरौँ, न मान्छेको हातबाट मरौँ, न जनावरको हातबाट मरौँ, अथवा कुनै पनि हात हतियारबाट पनि चाहिँ नमरौँ, अथवा कुनै पनि जनावर कुञ्जर
कुनै पनि भनौँ न हात हतियार मान्छे योबाट नमरौँ भन्ने खालको वरदान माग्यो अनि ब्रह्माजीले तथास्तु भनिदिइहाल्नुभयो। अनि ब्रह्माजीको वरदान पाएर हिरण्यकश्यपु त झन् छटाउन थाल्यो। अब उसै शक्तिशाली थियो, अब झन् तिनै लोकमा कब्जा गर्न थाल्यो। जता गयो त्यतै चाहिँ उसले आफ्नो बनाउन थाल्यो, किनकि भयङ्कर शक्तिशाली, उसँग युद्ध गरेर पनि कसैले जित्न सक्ने कुरो भएन, सबै जगतलाई आफ्नो बसमा पारिसक्यो। अब पुरा सृष्टिको मालिक मै हो, म भन्दा ठुलो यहाँ कोही पनि छैन भनेर सबैलाई विश्वास दिलाउन थालिसक्यो उसले। छँदा पनि छैन हेर्ने हो भनेदेखि, किनकि उसले यति बेला जहाँ गयो त्यहीँ जसलाई भन्यो त्यसलाई बसमा पार्न थालिसक्यो, संसार आफ्नो कब्जामा राखिसक्यो। अनि पछि गएर उसको घरमा भक्त प्रह्लादको जन्म हुन्छ। भक्त प्रह्लाद दैत्यराज हिरण्यकश्यपु जस्तो एकदमै त्यस्तो भनौँ न, अब एउटा हिसाबले पाखण्डी भनौँ त्यस्तोको छोरा भएर पनि सानो उमेरदेखि हरिभक्तिमा रुचि राख्ने खालको एउटा भक्तको रूपमा चाहिँ जन्मेका थिए। यो देखेर दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई संसारको अधिपति आफू भएको र आफूभन्दा ठुलो कोही पनि नभएको कुरा सम्झाउन थाल्यो, पढाउन थाल्यो, बुझाउन थाल्यो। यो चाहिँ उनी चाहिँ हरिभक्ति गर्ने सानैदेखिको प्रह्लाद चाहिँ। अनि बाउ चाहिँले यो कोही पनि छैन हरि, मभन्दा ठुलो हरि कोही पनि छैन यो संसारमा भनेर बुझाउने, केही सिप लागेन, केही गर्दा पनि सकेन। अनि अब भक्त प्रह्लादले अनेक गरे, अनि अब बुवालाई सम्झाउन सक्ने कुरो भएन, अनि बाउजूले छोरालाई अनेक गरेर सम्झाउन थाले। अब यो भएन, अब अलिकति आसुरी चाहिँ परम्परा सिकाउनु पर्यो, अलि यस्तै दानवी वृत्ति सिकाउनु पर्यो भनेर गुरुकुल पनि राखी, त्यही सिकाउनुको लागि है, आफू जस्तै बनाउनको लागि भनेर शिक्षाकै कमी भयो, यसलाई चाहिँ अलिकति यो चाहिँ हाम्रो जस्तो राक्षसी शिक्षा दिनु पर्यो भन्ने उनलाई सोच भयो, त्यसरी पनि राखे। तर प्रह्लाद त्यहाँ पनि पढाइ छोडेर हरिभक्तितिरै लागे। अब गुरुकुल गएर राखे पनि राक्षसी वृत्ति सिकेनन्, भक्तितिरै लागे। अनि धेरै सम्झाए बुझाइ सकेनन्, त्यो गुरुले पनि सकेनन्। झन् त्यहाँ भएका अन्य दैत्य पुत्रहरू अरू जो पनि थिए पढ्न गएका ती सबैलाई हरिभक्तिमा लगाउन थालिसके। त्यहाँ पनि अचम्म भइसक्यो। यो देखेर गुरुले पनि हार माने, म सक्दिनँ, दैत्यराज हिरण्यकश्यपु हजुरको पुत्रलाई मैले सकिनँ, लैजानुहोस्, फेरि पठाइदिए, पुर्याइदिए फिर्ता। नसकेपछि फेरि राजाले मार्लान् भोलि। त्यसपछि हिरण्यकश्यपुले फेरि प्रह्लादलाई सम्झाउने कोसिस गर्यो, अनेक गर्यो। अब गुरुले नि सकेन, तैपनि म फेरि पनि अन्तिम प्रयास गर्छु भनेर सम्झायो, सकेनन्। हरिभक्ति भन्दा ठुलो केही पनि छैन, त्यो हरिको ज्ञान भन्दा ठुलो ज्ञान केही पनि छैन। बुवा पिताजी, मलाई हजुरले ज्ञान दिनु पर्दैन। अब हिरण्यकश्यपु साह्रै रिसाएर प्रह्लादको अब हात खुट्टा बाँधेर एकदमै मत्ता हात्तीहरू हिँडेको ठाउँमा चाहिँ लहर चाहिँ छोडिदिए। अब आफूले आफ्नो हातले मारौँ भने पाप लाग्छ, आफूले जन्माएको छोरो भनेर त्यसरी लहर चाहिँ बाँधेर छोडे। हात्तीहरू कुनैले पनि कुल्चिँदैन। त्यस्तो पुरै उन्मत्त भएका बौलाएका हात्तीहरूको बिचार हात खुट्टा बाँधेर राखेको बच्चा छ, हात्तीले कुल्चिँदैन, त्यहाँ पनि केही सिप लागेन। अनि अब त्यो हात्तीहरूले प्रह्लादलाई देखेर कुल्चिने कुरै भएन, किनकि श्रीहरि विष्णु स्वयं प्रह्लादको रक्षा गरिरहनु भएको थियो। त्यसपछि पनि के गर्यो, हिरण्यकश्यपुले प्रह्लादलाई बाँधेर हातखुट्टा बाँधेर समुद्रमा लगेर फालिदिएपछि त्यहीँ डुबेर मरिहाल्छ भने पठाए। प्रह्लादलाई हातखुट्टा बाँधेर जा समुद्रमा लगेर बगाइदियो, छोडिदियो। त्यहाँ पनि अब हरिको कृपा, जसलाई हरिको कृपा छ, परिवारको कृपा छ, कसले सक्छ र होइन। अनि विष्णु भगवान स्वयं आएर प्रह्लादलाई त्यहाँबाट पनि बचाउनु भयो। अनि प्रह्लादलाई झन् विष्णु भगवानले त्यहाँ आएर बचाएर ज्ञान दिएर अन्तर्धान हुनुभयो। अब चाहिँ श्रीहरि विष्णुको ज्ञान पनि पाइसक्यो प्रह्लादले। त्यसपछि केही दिनपछि हरिको ज्ञान पनि प्राप्त गर्यो। अब त्यो ज्ञान प्राप्त गरेपछि फेरि लुखुर घर फर्क्यो। अनि प्रह्लाद घरमा देखेर हिरण्यकश्यपु त छक्क पर्यो, ओहो यसलाई त मैले समुद्रमा हातखुट्टा बाँधेर फाल्नु भनेको थिएँ, कहाँबाट त्यहाँबाट पनि बचेर आयो, दङ्ग परेको छ। प्रह्लादले फेरि पनि भन्छन्, हरिभन्दा ठुलो कोही पनि छैन र हरि सबै ठाउँमा रहनुहुन्छ, श्रीहरि विष्णु नभएको ठाउँ कहीँ पनि छैन, अथवा मेरो भगवान नभएको ठाउँ कहीँ पनि छैन भनेर यसरी झन् उल्टै पिताजीलाई सम्झाउन थाल्यो। अनि रिसले आगो भएको थियो हिरण्यकश्यपु। अनि त्यति बेला यदि तेरो हरि सबै ठाउँमा छ भने मलाई देखा भनेर चाहिँ एकदमै रिसले हात खुट्टा बाँधेर एउटा खम्बामा भनौँ स्तम्भमा त्यसमा बाँधेर राखे। अनि प्रह्लादले हरिको ध्यान गर्न थाले, विष्णु भगवानको आह्वान गरे, हे भगवान मलाई आज यो परीक्षामा चाहिँ हजुरले चाहिँ बचाइदिनु पर्यो भनेपछि अनि केही छिनमा भगवान विष्णु खम्बामा आएर बस्नुभयो। अनि त्यसपछि तेरो भगवान यो खम्बामा छ, जहाँ पनि छ भन्छस् यो खम्बामा छ भनेर हिरण्यकश्यपुले सोद्धाखेरि हुनुहुन्छ, मेरो भगवान यो खम्बामा पनि हुनुहुन्छ भनेर उनले भने भक्त प्रह्लादले। त्यसपछि त्यो खम्बालाई ढाले हिरण्यकश्यपुले, ढाल्दाखेरि नृसिंह अवतार भगवानको प्रकट हुनुभयो। जय नृसिंह अवतार भगवानको जय होस्।
त्यसपछि यसरी अवतार प्रकट भएपछि यो देखेर हिरण्यकश्यपले त्यो खम्बाबाट जब भगवान निस्किनु भयो दङ्ग पर्यो। अब चाहिँ त्यो नृसिंह अवतार भगवान जो हुनुहुन्थ्यो एकदमै वृषले आगो भएर आधा सिंह आधा मनुष्यको रूप थियो, मैले अघि भनिहालेँ। अनि हिरण्यकश्यपलाई मार्न भनेर अगाडि सर्नुभयो। नृसिंह भगवानको आधा शरीर सिंह आधा शरीर मान्छे, देख्दै विकराल एकदमै भयङ्कर। त्यही माथि पनि हिरण्यकश्यप जस्तो शक्तिशालीको वध गर्न आउनु परेको थियो, चान्चुने रूप लिएर त सम्भव पनि थिएन होला। अनि यस्तो भएपछि उहाँ न जनावर न मान्छे, उसको वरदान पनि त पुरा गर्नु छ। अनि जतिखेर हिरण्यकश्यपलाई मार्यो त्यो साँझको बेला थियो, घाम पनि थिएन, राति पनि भएको थिएन, सन्ध्या समय थियो। त्यो सन्ध्या समय उसको चाहिँ माघमा चाहिँ उसको वरदानमा थियो कि म रातमा नमरौँ दिनमा नमरौँ भन्ने, त्यसो भएर त्यो सन्ध्या समय थियो। त्यो समयमा घाम पनि लागेको थिएन, राति पनि भएको थिएन, त्यस्तोलाई सन्ध्या समय भन्ने हो। अनि सबै विधि मिलाएर सबै समय पूर्ण गरेर उसलाई दिएको वरदान पूर्ण गरेर अनि भगवान नृसिंहले हिरण्यकश्यपलाई घरको बीच ढोकामा, उसले भनेको थियो म घरभन्दा बाहिर पनि नमरौँ भित्र पनि नमरौँ भनेको थियो। त्यस भएर घरको सङ्घार भनिन्छ, ढोकामा राखेर आफ्नो काखमा राखेर अनि नङ्ग्राले यसरी उदारेर त्यसको चाहिँ वध गर्नुभयो। त्यस कारणले गर्दा हतियारले पनि नमरौँ, मान्छेको हातबाट पनि नमरौँ भनेको थियो। त्यो वरदान पनि पूर्ण भयो। ब्रह्माजीको सबै बाचा मिलाएर उद्धार गरेपछि गएर भगवानको क्रोधले सारा संसार जल्न थाल्यो। नृसिंहको क्रोध शान्त पार्न अब त्यहाँ फेरि अर्को वितण्डा सुरु भइसक्यो। ब्रह्मा विष्णु शिव लक्ष्मी आदि इत्यादि सम्पूर्ण देवी देवता 33 कोटी आएर प्रार्थना गर्न थाले त्यो क्रोध घटाउनको लागि। अत्यन्तै क्रोधित भएर त्यो रूप धारण गर्नुभएको थियो। त्यो क्रोध झन् बढ्दै गयो। अन्तिममा त्यो चाहिँ जुन क्रोध थियो त्यो भक्त प्रह्लादले एउटा प्रार्थना गर्नुभयो, त्यसबाट शान्त भयो। नृसिंहको कोप शान्त गर्नको लागि स्वयं भक्त प्रह्लादले नै प्रार्थना गर्नुभएको थियो। अनि प्रह्लादलाई ज्ञान दिएर नृसिंह भगवान पुनः त्यहाँबाट अन्तर्धान हुनुभयो। प्रह्लादले पनि हरिभक्तिमा ध्यान दिएर राजपाट सम्हाले। प्रह्लादलाई ज्ञान सिकाउनको निमित्त भगवान विष्णुले दत्तात्रेय अवतार लिनुभएको थियो, त्यहाँनिर त्यो प्रसङ्ग पनि आउँछ। दत्तात्रेयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाउनु भएको थियो। यसरी यो व्रतको महिमा छ। अब व्रतको महिमा यो मैले अहिले जुन यहाँहरूलाई सुनाएँ यो शास्त्रमा भएको कथाको एउटा प्रसङ्ग उल्लेख गरेको हो। यो विष्णु धर्मोत्तर पुराणमा पनि यो कुरा उल्लेख गरेको छ। नृसिंह चतुर्दश्याम य कुर्यात् व्रतमुत्तमं सर्वपाप विनिर्मुक्तो विष्णु लोके महीयते। यो व्रत गर्ने विधानको बारेमा कति ठाउँमा त मान्छेहरूलाई थाहा नभएको पाउँछु मैले। यो व्रत अलिकति लोपोन्मुख पनि छ। नृसिंह अवतारको नृसिंह जयन्तीको दिनमा भगवानको प्रकट भएको दिनमा यो व्रत गर्नाले अत्यन्तै यहाँले विष्णु लोक प्राप्त हुन्छ, सम्पूर्ण पापहरूबाट नाश हुन्छ, सम्पूर्ण पापहरूबाट मुक्ति पाइन्छ भन्ने कुरा यो शास्त्रमा लेखेको कुरा मैले यहाँलाई सुनाएँ। स्कन्द पुराणमा पनि यो प्रसङ्ग आउँछ। यो चाहिँ तस्य पापानि नश्यन्ति जन्मकोटि शतैरपि। यो चाहिँ नृसिंह व्रत गर्नाले त्यसका चाहिँ जन्मदेखिका कोटि पापहरू नाश भएर जान्छन्। करोडौँ जन्मका पापहरू, एक जन्मको मात्रै होइन करोडौँ जन्मका पापहरू नाश भएर जान्छन् भनेर लेखेको छ। नृसिंह पुराणमा भक्त्या यह पूजये देवम नृसिंहं भयनाशनम तस्य दुःखम क्षयम याति सुखम चाभि वर्धते भनेको छ। यो चाहिँ जसले भक्तिपूर्वक नृसिंह भगवानको पूजा गर्छ उसको चाहिँ दुःख कष्ट नाश हुन्छ, भय नाश हुन्छ, शोक नाश हुन्छ, क्षति हुँदैन, एकदमै सुख शान्ति प्राप्त गर्दछ भनेर नृसिंह पुराणमा पनि लेखिएको छ। यो चाहिँ सरल विधि छ, पूजा गर्नलाई त्यस्तो गाह्रो छैन। म थोरै सारांशमा यहाँहरूलाई पूजा विधिको बारेमा पनि बताउँछु, सर्टकटमा बताउँछु। बिहान उठेर यो दिनमा चाहिँ यहाँले नुहाइधुवाइ स्नान गरेर आफ्नो समयमा नै स्नान गरेर व्रतको लागि सङ्कल्प गर्नुपर्छ। सबैभन्दा पहिला कुनै पनि व्रत गर्नको लागि सङ्कल्पित हुनुपर्छ। बिना सङ्कल्प कुनै पनि कार्यहरू पूर्ण हुँदैनन्, गरिँदैनन्। भगवान नृसिंहको मूर्ति वा तस्बिर अगाडि राख्नुहोला। धूप दीप फुल नैवेद्य आदि सम्पूर्ण चन्दन फुल अक्षता धूप दीप यहाँले जान्नुभएको छ। सामान्य तरिकाले पूजा गर्ने नै तरिकाले यहाँले गर्न सक्नुहुनेछ। मन्त्रको रूपमा चाहिँ यहाँले यो भिडियोलाई खोलेर पनि सुन्न सक्नुहुनेछ। उग्रम वीरम महाविष्णुम ज्वलन्तम सर्वतोमुखम नृसिंहम भीषणम भद्रम मृत्युम नमाम्यहम्। यो मन्त्र चाहिँ यहाँले जप गर्नुपर्ने मन्त्र पनि र पूजा गर्दाखेरि नृसिंह भगवानको लागि खुसी पार्नको लागि यही मन्त्र प्रयोग गर्नुहोला। विशेष गरेर पूजा सन्ध्याकालमा राम्रो मानिन्छ। त्यो राति पनि नभएको दिउँसो पनि नभएको बेला जुन अघि हिरण्यकश्यपको वध गर्नुभएको थियो भगवानले, मैले सुन्दर प्रसङ्ग एउटा कथामा सामान्य छोटकरीमा सुनाएको थिएँ। त्यस्तै समयमा सन्ध्याकालीन समयमा यहाँले विशेष पूजा गर्नुहोला। यो पूजाको प्रभाव त्यति बेलाको लागि पाइन्छ। र लोक कल्याणको लागि पूजा गर्दै हुनुहुन्छ भने
यहाँले यो पूजाको विभिन्न तरिकाले फल प्राप्त गर्न सक्नुहुन्छ। यदि घरको नकारात्मक ऊर्जा हटाउनु पर्ने छ भने यो तोरीको तेलमा सरस्युको तेलमा दीप प्रज्वलन गर्नुहोस् र 108 पटक नृसिंह मन्त्र जप गर्नुहोस्। नृसिंह मन्त्र मैले अघि पनि बताएँ यहाँलाई, उग्रम वीर महाविष्णुम ज्वलन्तम सर्वतोमुखम नृसिंहम भीषणम भद्रम मृत्युर्मृत्युम नमाम्य, यो चाहिँ मन्त्र जप गर्नु होला 108 पटक। त्यस्तै यहाँलाई देश र समाजको शान्तिको लागि अथवा राजनीतिमा हुनुहुन्छ, राजनीतिक स्थिरता प्राप्त गर्नु पर्यो, देशको लागि समाजसेवाको लागि हुनुहुन्छ भने यो नृसिंह कवच पाठ गर्नुहोला। नृसिंह कवचलाई सामूहिक रूपमा पाठ गर्नु पनि एकदमै राम्रो मानिन्छ, लोक कल्याणको लागि हितकारी मानिन्छ। यसले वातावरण, समग्र वातावरणलाई नै शुद्ध पार्छ भनिएको छ। रोग र भय नाश गर्नको लागि हजुरलाई व्रत आवश्यक परेको छ भने तुलसी सहितको जल अर्पण गर्नुहोला र नृसिंह मन्त्र जुन अघि मैले दिएको छु त्यो मन्त्र 108 पटक जप गर्नुहोला। मानसिक शान्ति र स्वास्थ्य लाभ प्राप्त गर्नको लागि पनि यहाँले गर्न सक्नुहुन्छ, यो तुलसी सहितको जल अर्पण गर्न सक्नुहुन्छ। शत्रु बाधा अन्त्य गर्नको लागि सन्ध्याकालमा घिउमा बत्ती बालेर अनि त्यसपछि यहाँले पूजा गर्न सक्नुहुन्छ, जसको कारणले नकारात्मक शक्ति पनि समाप्त हुनेछ। अनि यहाँले यो व्रतलाई अब भोलिको दिन हो, आउन पनि लागिसक्यो, यहाँले आजैदेखि तयारी गरेर गर्न सक्नुहुनेछ। नृसिंह भगवान केवल बाहिरी राक्षस मार्न होइन, हाम्रो भित्रको अहङ्कार, डर, अज्ञान आदिलाई नष्ट गर्न आउनुभएको हो। यसलाई यसरी पनि बुझ्नुहोला, यदि हजुरले यो व्रत श्रद्धाले गर्नुभयो भने भगवान नृसिंहको कृपाले जीवनमा कुनै पनि भय रहँदैन, क्षय रहँदैन, डर रहँदैन, त्रास रहँदैन र यहाँलाई सम्पूर्ण कुराले परिपूर्ण हुनेछ र पुरुषार्थ प्राप्त गर्न सक्नुहुनेछ। जय नृसिंहदेव, जय श्री हरि। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हार्दिक आभार कृतज्ञता प्रकट गर्दै यस्तै जानकारीमूलक भिडियो सामग्रीको लागि यहाँले हामीलाई समय सापेक्षका जानकारीहरू हामीले प्रस्तुत गरिरहेका पनि छौँ। यसलाई प्राप्त गर्नुहोला, त्यसको लागि हाम्रो ज्योतिष सेवा सदनको युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, छेउमा रहेको बेल आइकन ट्याङ पारेर बजाइदिनु होला र कमेन्ट गर्न नभुल्नुहोला। जय श्री नृसिंह भगवान, जय श्री हरि कमेन्टमा लेख्नुहोला र जतिसक्दो धेरै सेयर गर्नुहोला। जय श्री हरि, राधे राधे, जय श्री नृसिंह।